विश्वले नै मानेको माननीय अर्थमन्त्रीज्यू, हजुरले यसरी जनतालाई करको भारीले थिच्नुभयो भने जुन हातले भोट हालेका थियौँ त्यही हात नै हामीले सिलौटोमा राखेर थिच्नुपर्ने अवस्था आउन लाग्यो। कर नलगाउनुस् भनेको होइन, राज्यलाई कर तिर्नु जनताको कर्तव्य हो, हामी तिर्छौँ, तर कस्तो अवस्थामा तिर्ने? मान्छेलाई दैनिक चाहिने सामानहरूमा कर बढाएर तपाईको जाँड रक्सी मेकअपका सामानहरूमा कर घटाउने जस्तो काम नगर्नुहोस्। हजुरलाई कर नै लगाउनु मन छ भने नि जाँड रक्सीहरूमा लगाउनुहोस्, ब्रान्डेड रक्सीहरूमा लगाउनुहोस्, मेकअपका सामानहरूमा 500% कर थुपार्नुहोस्, केही भन्दैनन् जनताले। मान्छे रक्सी नखाएर मान्छे मर्दैन, मेकअपको सामान नलगाएर मान्छे मर्दैन, तर नि नुनमा, तेलमा, चामलमा, आटामा कर लगाइदिनु भयो भने मान्छे खान नपाएर मर्न सक्छन् भोलि। हजुर त माननीय गनिएको अर्थमन्त्री, अर्थशास्त्री पनि कर केमा लगाउँदा ठिक हुन्छ, केमा लगाउँदा ठिक हुँदैन भनेर जनताले भनिरहनु पर्ने जरुरत देख्दिनँ म। धन्यवाद।